नास्पातिको बोटमा यस्तो सिमी फलेको छ। अब खाएर सकिन्छ यो सिमी। सिमी पनि एउटा मात्र जात हो र उसले अर्को जात छ अर्को। ल कति खानु है। फल्दैछ अझै फल्दैछ। अब नास्पातिको रुखमा के जाँदैछ भन्दाखेरि टमाटो पनि रुख ताकेर जाँदैछ अनि करेला पनि रुख ताकेर जाँदैछ। टमाटोमा फल्दैछ, पाक्दैछ है। नास्पाती रुखतिर जाँदैछ, करेला यतातिर चाहिँ फलिरहेछ फेरि।